दुई खुट्टे मङ्की आएको छ है। ठुलो रुखमा चढिसकेको छ यो मङ्की। खुसी भइरहेछ। सिमल तरुलको रुखमाथि चढेर मेरो ठुलो छोरा मङ्की भएको अरे। लड्यो भने चाहिँ अहिले यो अस्ति लडेको थियो नि त हावाले। मैले त्यहाँ पाइपले बाँधेको छु, देखेन? पाइपले बाँधेको त्यो पाइप खुस्क्यो भने चाहिँ त्यही तल झर्छ दुई खुट्टे मङ्की। मैले पाइपले बाँधेर पर त्यो के को पो रुख भन्छ त्यसलाई, त्यहाँ बाँधेको छु नि मैले कदमको बोटमा। कति राम्रो निलो आकाश, घाम एकदमै लागेको छ साथीहरू। यहाँ मङ्की खुसी हुँदै रुख हल्लाउँदैछ। लड्छ है, त्यो त भाँचिन्छ नि पर्याक्क गरेर एकैछिनमा। यहाँ आलु रोप्नुपर्ने, घाम कति साह्रो घाम लागेको। अलिकति चाहिँ रोपिसकेको आलु, यति चाहिँ। यता चाहिँ लसुन हामीले रोपिसक्यौँ। यो एक ड्याङ बनाएर यता अर्को ड्याङ बनाएर त्यहाँ अलिकति चाहिँ गाजर रोपेको। यहाँ अलिकति बिउ उब्रेको छ लसुनको बिउ। यहाँ आलु चाहिँ मैले यसरी काटेँ साथीहरू। कुनै कुनै टुसा नउम्रेको त मैले निकालेँ। पहिला हामी कति धेरै रोप्थ्यौँ नि त। बोरै ल्याउनुहुन्थ्यो आपाले बजारबाट, अनि निकालेर यसरी काटेर टुसा नउम्रेको जति बेसरी आलु चपहरू बनाएर खान्थ्यौँ। त्यो सम्झना अहिले पनि आउँछ, हिजो जस्तै लाग्छ साथीहरू। समय कहाँ पुगिसक्यो। पहिला हामी त असोजमा रोप्थ्यौँ गाउँमा। असोजमा रोपेर कार्तिक मङ्सिरमा फल्थ्यो। कुनै कार्तिकमा रोप्थ्यौँ, कुनै पुसमा मङ्सिरमा रोप्थ्यौँ। सबभन्दा धेरै फल्ने चाहिँ कार्तिकमा रोपेको चाहिँ धेरै फल्थ्यो आलु। यहाँ यसरी मैले काटेको, यो चाहिँ रिङवाला आलु हो। यो चाहिँ सालबन्दी आलु के भन्दो रहेछ। यस्तो भित्र काटेर हेर्दाखेरि चाहिँ रिङ हुन्छ। रिङ आलु हामीले चाहिँ थोरै रोपेको अहिले। पछि अब सस्तो हुन्छ नि त साथीहरू। यतिखेर रोपेको चाहिँ अलिक छिटै फल्छ। पछि त बजारमा 100 रुपियाँको 3 केजी त्यस्तो पनि पाउँछ, सस्तो हुन्छ। खुसी छ, छुट्टी छ आज बडा क्षेत्रको एकादशी मेला। त्यो एकादशी त होइन, पूर्णिमा, कार्तिक पूर्णिमाको मेलाको अवसरमा स्कुलहरू छुट्टी छ। अनि मेरो छोरा मङ्की हुँदैछ।